खाना पनि खाउँदैन नि लु झालामा बाटो देखाउनु यस्तो बाटो हामी हिँड्दै गाइस भनेर हामी यस्तो बाटोमा जाँदैछौँ ककनी गाइस खोइ गाइस गाइस खाएन गाइस खाए ल गाइस भने जस्तो हुँदैन रहेछ यस्तो कच्ची यस्तो के बाटोमा झर्ना आयो झर्ना हेर्नुहोस् झर्ना होइन आमामामा यसले मलाई मार्दै रहेछ नि आज बाटो देखाउनु भएन होइन यस्तो छ बाटो देखाइरहेको छु बाटो हाम्रो ग्रुपहरू कताबाट गयो उत्तरी कान्छ नमार है मेरो भाइ मलाई तपाईँलाई गाह्रो भइरहेको छ होइन सरकै बाटो लाग्यो त मलाई त कता अब कता हौ यता होला ककनी कता हो ककनी कता बुनु यता गाइस यहाँ लड्यो तेल पुग्यो तेल पुग्यो के उता स्ट्यान्ड लाउनु त गाइस हत्ते पनि हत्ते टुमस हत्ते भयो नाना हामी त्यहाँ लडेर बिजोक बाटो खतरा रहेछ भन्नु बाटो खत्तम रहेछ के दिन दशा लागेर यता आएछ हामी हुनु त केही भएन पुग्यो भरे हामी त तल अब 5-10 मिनट लाग्छ अरे खत्तम बाटो रहेछ कान्छा भाइले पनि यताबाट ल्याएन यसले यताबाट ल्यायो यसले यताबाट ल्यायो ल राखौँ हामी आयौँ बाटै सरी भयौँ पानी काम लाग्छ होइन हामी यहाँनिर छौँ यति गरिसकेपछि लुच्चान समाचार के नजर होइन गाइस हामी नास्ता खाइसक्यौँ चाउचाउ 100 चाउचाउ 100 रुपियाँको अनि पानी 125 चाउचाउ जम्मै वा गरेर चाउचाउ 100 रुपियाँको अनि के भन्छ वा 25 रुपियाँको पानी खाएर हामी एकदम फुलिली भएर हामी फेरि यात्रातर्फ लाग्दैछौँ गाइस कमान सिस्टर ल गाइस हामी ककनी आइसक्यौँ ककनी थाई मेमोरियल पार्क अनि त्यसपछि हाम्रो यहाँ भैँसी लड्नु भएकै हो अघि त्यही गीत लाउनु है दिदी तर त्यो लडेको भिडियो गर्नुपर्छ त्यो चाहिँ थिचिहाल्नु पर्छ होइन त्यो बाटो सोध्दै फिर्काउने हो कि पछाडिको चक्का चिप्लियो के गाइज हामी गोडा 3-100 रुपियाँको दिदी कतिको अरे चटपटे गोडा 3-100 को चटपटे लिएर हामी अब हिँड्यौँ
नानाले 45,000 को चाहिँ कुखुरा दिनुभएको छ। यो के भन्छ अरे अब यो ठाउँ नै यस्तो हो होइन। यहाँ आइसकेपछि लोकल नखाइ चाहिँ हुँदैन अरे भन्ने कुरा छ। गाइस हाम्रो टोली चाहिँ यति होइन नि, हामी 3 जना मात्रै छ नि टोली आउँदैछ। हाम्रो टोली चाहिँ 35-34 जना हुनुहुन्छ। अनि उहाँहरू चाहिँ हिँड्नु सक्नु भएन, ताते गर्दै आउनु हुँदैछ। हामी चाहिँ अलिकति तन्नेरी बन्नेरी पऱ्यौँ, त्यही भएको कारणले गर्दाखेरि हामी चाहिँ तातो पानी भइसक्यो। अब कुखुरो चाहिँ ढलिसक्यो भनेर बुझ्नु भयो। वाउ यति नै बाँकी थियो होइन। यस हामी एकपल्ट लड्यौँ बाबा, हामी लड्यौँ। चुन्डीलाल हामी लडेर यहाँ गल्यौँ। यो सुतिरहेछ किरिया पड्के। सुमनेम्पा सबै गाइज सुमनेम्पा मलाई चिन्छस् केटा फोटोमा? गाइज ल ओए कसको टी हो यो? झन्डै लडीको त कसको त? नाच्मा डोठी चाहिँ कति गरौँ तिम्रोमा पाएन गर्दै अब बेलै कत्तरीका सैलरी मलाई पल्ला रे साइलोले कत्तरीका सैलरी म त ढाले सुन्दर सम्भु अब फर्ममा दाजुभाइको ब्याटल चलिरहेछ। तीन भाइ ल साइलेरीमै तेरिका साइलेरीमै मलाई पल्ला रे साइलोले साँच्चीको चाहिँ नढाल्नु है, साँच्चीको चाहिँ नढाल्नु है। सर्भिसमा हुनुहुन्छ हाम्रो नाना यहाँ।
लुट सानी चामा चमासो लुट सानी चामा चम सुरुमा कैसीमा देखाउ न कैसीमा सुरुमा पैठलो अगाडि हुन्छ त्यो त अगाडि भइरहेको छोड्दैन न ल लाम्छ ओको नाम अब के रहेछ अगाडि चाहिँ कसरी भयो सक्यो झिल्केले सक्यो ओ कैसी म अगाडि पनि कैसी चाहिँ नदेख्नु त्यो भएन नि त्यसो गरौँ न यसरी ब्याक गरौँ न ब्याक चेक गर्न आउनु पर्यो देखाउनु त Nice. Wow.